हाम्रो जेनेरेसनदेखि चेन्ज हुनुपर्छ भनेर भनिरहेको छौँ। त्यही भएर यो रेस्पेक्टफुल्ली यसको लागि प्रहरी सङ्गठनलाई रेस्पेक्ट गर्ने हिसाबले पनि दजान चिन्ह लाउनलाई प्रहरीको आइजिपीको लागि पनि हामी प्रधानमन्त्रीले लाउनको लागि म भरपूर कोसिस गर्छु र गरेरै छोड्छु। र मैले बोलिदिएको छु, आफ्नो बोली म पुर्याउने व्यक्ति हो, तपाईँहरू सबैजना थाहा छ, र म पुर्याएर छोड्छु। त्यही भएर यसमा तपाईँहरू ढुक्क हुनु होला। धेरै यस्तो हाम्रो तल्लो दर्जाका हाम्रो प्रहरी साथीभाइहरूसँग त हामी धेरै ठाउँमा काम पनि गरेका छौँ। कतिजनाले हामीलाई देख्नु भएको छ होला, विपदको समयमा, बाढीको समयमा हामी तपाईँहरूसँगै बसेर काम गरेको धेरैवटा प्रोजेक्टहरू छन् जहाँ तपाईँहरूलाई साथ दिएर हामीले अगाडि बढेका छौँ। त्यही भएर तपाईँहरूको दुःख सायद यो 10 वर्षमा मैले धेरै बुझेँ जस्तो लाग्छ मलाई चाहिँ। जसरी तपाईँहरू खटिनु भएको छ, लिमिटेड स्रोत साधन, सुत्ने ठाउँ छैन, के खाने चौचौको भरमा, यो चिउराको भरमा कति ठाउँमा खट्नु भएको छ, त्यो मैले मेरो आफ्नो आँखाले देखाएको छु। यति काबिल अफिसर्सहरू हुनुहुन्छ तपाईँहरू, स्रोत साधन सबै लिमिटेड, त्यसमा पनि अल्टिमेट पर्फर्मेन्स देखाउनु पर्ने। अनि पर्फर्मेन्स भएन भने फेरि जहिले अब्जस पाउने सङ्गठन, जहिले अब्जस, सरकार तहबाट पनि अब्जस र नागरिक तहबाट पनि अब्जस। गयो त्यो दिनहरू, अब गयो। अब यो प्रहरी सङ्गठनले, हाम्रो प्रहरी सङ्गठनले अब जसै जस मात्र पाउँछ। जसरी अहिले जस पाएको छ त्यो सदैव रहिरहन्छ अबदेखि। अर्को एक दुईवटा कुरा भन्नु मलाई एकदमै इच्छा छ। हाम्रो प्रहरीको लुगा चुस्ता, यसको लागि हामीले एउटा योजना बनाएको छौँ। प्रहरीको पोसाक अबदेखि हामी आफै बनाउँछौँ, आफ्नै फ्याक्ट्री। एउटा कुरा, यो फ्याक्ट्री फेरि तपाईँको सहरतिर हुँदैन, यो फ्याक्ट्री गाउँतिर हुन्छ, ताकि गाउँको ठाउँको मान्छेहरूले रोजगारी मिल्छ। त्यहाँबाट हामीले त्यसलाई ट्रान्सपोर्टेसन गरेर हामीले विभिन्न ठाउँहरूमा हामीले हाम्रो लत्ता कपडाहरूको लागि हामी पठाउँछौँ। रोजगारी पनि सृजना भयो, आफ्नै देशमा उत्पादन पनि भयो, हामीले चाहेको जस्तो पनि भयो, प्रहरीको आफ्नै फ्याक्ट्री पनि भयो। यसको लागि पनि तपाईँहरू कतिजनालाई थाहा छैन होला, आन्दोलन भइसकेपछि न्युट्रिसनको लागि 201, करेक्ट, 201 किन छ भनेर फर्स्टमा आज आवाज उठाएको आइजिपी साहबलाई, त्यतिखेर तत्कालीन आइजिपी साहब चन्द्र कुबेर खापुङ हुनुहुन्थ्यो होला, उहाँसँग फर्स्टमा म गएर उठाएको, यो चेन्ज हुनु पर्यो भनेर मैले भनेको प्रहरीबाट। 201 रुपियाँमा एउटा मोमो, एक प्लेट मोमो आउँदैन, तपाईँले कसरी प्रहरीको न्युट्रिसनमा उयो गर्नुभएको छ? के गर्नुभएको? यो कसरी गर्नुभएको? किन नबोल्नु भएको? किन नगर्नु भएको? एन्ड देन वी टक अबाउट पर्फर्मेन्स। 201 रुपियाँ छ न्युट्रिसनको, जबकि हाम्रो प्रहरी एभ्री डे खट्नुपर्छ, दिन रात नभनिकन, बुट 24 घन्टा लाउनुपर्छ। कसरी हुन्छ यो? यसको लागि तपाईँ फाइल अगाडि बनाउनुहोस् भनेर हामीले बार बार ताकेता गरेर मन्त्रालय धेरैचोटि धाएर, मेरो विचारमा अहिले हाम्रो आइजिपी साहब, दानबहादुर आइजिपी साहब, थ्याङ्क यू सो मच फर यर इनिसिएसन। अनि सचिवज्यूलाई पनि धेरै धेरै धन्यवाद भन्न चाहन्छु। यो अहिले हाम्रो पास भइसकेको छ र यसलाई कार्यान्वयन तहमा लानलाई हामी एकदमै तयार छौँ, गर्छौँ पनि। धेरै अप्ठ्यारो नमान्नु, मसँग अप्ठ्यारो मान्नुपर्ने जरुरत छैन। निर्धक्क भएर मसँग तपाईँ कुरा गर्न आउनु सक्नुहुन्छ। मलाई सर बढुवा गरिदिनु पर्यो भने चाहिँ नआउनु है मेरोमा चाहिँ, यो चाहिँ बन्द है। मलाई सर अनि त्यो नाकामा चाहिँ मलाई राख्नु पर्यो, सरवाह गरिदिनु पर्यो भने फेरि नआउनु मेरोमा, स्पेसली नाकाहरूमा। यो पनि मेरो ठाउँमा नआउनु होला, किनभने त्यहाँ चाहिँ सरवाह हुँदैन, तपाईँ अर्कै ठाउँमा सरवाह हुन्छ, डेफिनेटली चाहिँ हो। त्यो भयो भने चाहिँ है, यो हामीले सिस्टम अनुसारमा हामीले यसको प्लानिङ गरेका छौँ सरवाह बढाएको कुराहरूमा। त्यही भएर तपाईँले अबदेखि ढोका ढकढक्न, कसैको ढोका ढकढक्नु पर्दैन। तपाईँ मेरो ढोका ढकढक्न आउनुहुन्छ भने मेरोमा चाहिँ ढोका ढकढक्दाखेरि सर मलाई समस्या पऱ्यो मात्र भनेर भन्दिनु, यति मात्रै भन्दिनु। म तपाईँको हरेक प्रहरीको लागि म तपाईँको आफ्नै समस्या जस्तो बुझेर म कुद्नेवाला छु, लिन्छु र म त्यसलाई समाधान गर्न भरपुर प्रयास पनि गर्नेवाला छु।